Good morning, guys. Good morning. आज चाहिँ हो हाम्रो डे 3 अनि आज हो काकुको बर्थडे यहाँ पछाडि डेकोरेसन गरिसक्नु भएको छ हैन हो दिदा भन न हो दिदा दिदा फेरि काग रहेछ नि अनि आजको हाम्रो डे सुरु भइसकेको छ हिजो चाहिँ हामी अलिक लेटसम्म बस्यौँ अनि बिहान उठ्नलाई लेट भयो अब काकु चाहिँ आउनु भएको छैन काकु निना गरिराख्नु भएको छ नि अनि अब काकु आएपछि हामी सानो हामीले केक काट्छौँ त्यसपछि हामी यहाँबाट ब्रेकफास्ट गरेर चेकआउट थ्याङ्क यू भन न आई लभ यु नाक खोइ बाबुको गुड जब गरिदेऊ न गुड जब याच भनिदेऊ न कान खोइ सानोको अनि खुट्टा अब दिदा भने त ए अक्को खुट्टा ए अनि दिदा भने त अनि बाबा दिदाको के चाहिँ छ ए त्यो रहेछ अनि नि अक्को कुरा पनि भन ल बाबा भने अनि मामु भने अनि माम्मा भने अनि आम्मा भने बुब्बा भने अनि दादा भने अनि काका भने अनि काकी भने स्याउ भने एभोकाडो भने अचार भने दाल भने माम भन्देऊ न बुबु मिठो अङ्कल गुड मर्निङ के गर्दै हुनुहुन्छ यो चुनार सार्ने काम भइरहेको छ मेरो ड्युटी चाहिँ अब अहिले यो ब्रेकफास्ट पछाडि हाम्रो चलनअनुसारले कहीँ यात्रा गर्नुभन्दा अगाडि दही खाएर जाने भन्ने हुन्छ यसमा यो चाहिँ सारेर दही हालिन्छ अनि त्यसको शुभ साइत गरिन्छ गुड मर्निङ आज हाम्रो स्क्रैम्बल एग बन्दैछ सुजलले छोडेपछि चाहिँ अब यो सेफको भार चाहिँ मैले नै सम्हाल्नु पर्ने बाध्यता आइरहेको छ त्यही भएर स्क्रैम्बल एगको रेडी गर्दैछु म हजुर म टोस्ट बनाउँदैछु अब मेरो स्किल एसेसमेन्ट हुँदैछ अरे टोस्ट बनाउने अब हाम्रो सुपरभाइजर हुनुहुन्छ मल्लिका भाउजू सुपरभाइज गरिराख्नु भएको छ अब हेरौँ के हुन्छ गुड मर्निङ के गर्दै हुनुहुन्छ म चाहिँ आज हाम्रो ब्रेकफास्टको लागि ग्वाकामोले रेडी गर्दैछु तर हामीसँग ओनियन र टोमेटो चाहिँ भएन एकदम प्लेन हुनेवाला छ ग्वाकामोले तर मिठो हुन्छ भन्ने आश गरेको छु धन्यवाद गुड मर्निङ आज चाहिँ हाम्रो यो स्टेकेसनको 3rd डे अनि लास्ट डे आज चाहिँ हामी सबैजना मिलेर ब्रेकफास्ट बनाउने सरसफाइ गर्ने सबै कामहरू प्लान गरिसकेको छौँ फर्स्ट काम चाहिँ ब्रेकफास्ट गर्ने नै भनेर सोचेकोले ब्रेकफास्टको लागि हाम्रो सबैजना जुटेर काम गर्दै हुनुहुन्छ म चाहिँ यहाँ सँगसँगै सामान पनि मिलाउँदै गरौँ अहिले चेकआउट गर्नलाई सजिलो हुन्छ भनेर सामानहरू मिलाउने प्लस यताउता हेर्ने काम गर्दैछु पिपल म्यानेजमेन्ट गुड मर्निङ दिदी म चाहिँ अब यो हामी घर जान आँटेको अनि सबै आफ्नो सामानहरू छुट्याउँदै प्याक गर्दै झोलामा हाल्दैछु धन्यवाद भगवानले सधैँ रक्षा गरून् निरोगी हुनु अष्टसिरञ्जीवीले सधैँ रक्षा गरून् कुल देवताको सधैँ भक्ति रहोस् सफलता मिलोस् हजुरको आशीर्वाद लागिरहोस् धेरै 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 शुभ आशीर्वाद धन्यवाद थ्याङ्क यू सानी थ्याङ्क यू अघि दाजुसँग अघि गर्थ्यो यार फेरि खुवाइदिन्छ अरे हो बाबुले तिमी खुवाइदिने हो धन्यवाद अघि 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 यहाँ त मेरो अनुहार छ कि अघिल्लो के चाहिँ खुवाउँदैन
थ्याङ्क यू आगी गरिदियो ल अघि गरिदियो कति ज्ञानी हो ए त्यो पनि ल हस् ल त्यो मैले यस्तरी निकालेर यसकै भयो हस् ल मिठो अहिले चाहिँ हामी हाम्रो एयरबिएनबीबाट चेकआउट गरिसक्यौँ अनि जाँदैछौँ ह्याम्स बिच। हाम्रो नेक्स्ट स्टप चाहिँ ह्याम्स बिच हुन्छ। अहिले हामी कहाँ छौँ त? अहिले हामी चाहिँ ह्याम्स बिचमा छौँ होइन। यो ह्याम्स बिचको कुन एरिया कस्तो छ भनेर चाहिँ यहाँ लेखेको रहेछ। बल्ल अर्थ पाउँदैछौँ हामीलाई। अहिले चाहिँ हामी आइपुगिसकेको छौँ ह्याम्स बिच। अब चाहिँ आज हामी 19 जुलाईको दिनमा ह्याम्स बिचको दर्शन गरिसकेपछि सेतो बालुवालाई खुट्टाको बिचमा राखिसकेपछि फर्किँदैछौँ। घर जाने क्रममा छौँ हामीहरू अब। र अब हाम्रो कहाँ जानुपर्ने कुन ठाउँमा जाने? ब्रेडवुड हुँदै हामी घर फर्किँदैछ। ब्रेडवुडको कफी त खानुपर्ने नि त होइन र? ब्रेडवुडको कफी खानलाई पनि ब्रेडवुडको पाइ खानुपर्ने छ हामीले। कहाँ जानुपर्छ भन्दाखेरि होइन सन्देश? त्यहाँ पाइखाना जानै पर्ने हुन्छ। पाइखाना गइन्छ हामी। त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ के हो यो ट्यारिन्जारा हो। ट्यारिन्जारा फल्समा चाहिँ रोकेर हामी हल्का सामान्य खालको दर्शन गर्छौँ र खाजा पनि खान्छौँ। नेपाली स्टाइलको लोकल खाजा खानेवाला छौँ। तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ भ्यू चाहिँ लास्टै राम्रो छ यो बाटोको। बाटोको नाम नै एकदम फनी लाग्छ मलाई चाहिँ। टर्पेन्टाइन रोड भन्ने छ। टर्पेन्टाइन रे होइन। त्यो उसमा के अरे तिमीले स्ट्रिटहरूको त भिडियो देखाएको छौ सुदीप? सुसाइड पोइन्ट भनिसक्छ है यो बुढी हाल्थे के तिमीबाट दादासम्म पुगेसम्म पुरै कालो भयो कि यतापट्टि। नेपालमा नि सबै ठाउँमा टिकट छ हुँदैन। आयो 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 चटपटे आयो चटपटे 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 वाली चटपटे आयो। वाली लौ आयो झालमुरी भिडियो खिचेको यसमा भयो दिइहाल्नु न। एकै त ठिक छ ठिक छ। पहिला हालिसकेको छ मिक्स मैले चाहिँ योपालि के गरेको भन्नु न, सुरुमै भएको आएको क्या। यो बाँड्न पाइयो नि त। खाए भरे मैले कहिले भाग पुऱ्याउँदिनँ अनि कस्तो भयो आन्टी चटपटे? मिठो छ। मिठो छ? नुन अमिलो पिरो टक्क। क्वेसन के हो मेरो अब प्रश्न? हामी कहाँ जाँदैछौँ अहिले? हामीले के गऱ्यौँ दादा? अहिले चाहिँ यो समथिङ फल्समा बसेर हामी खाजा खायौँ, चटपटे खायौँ, पिरो पिरो मौसमले मागेअनुसारको। अब चाहिँ हामी ब्रेडवुड जान्छौँ। ब्रेड हुँदै घर फर्किँदैछौँ। अब चाहिँ अब हाम्रो कुनै स्टप छ कि डाइरेक्ट घर नै जान्छौँ? डाइरेक्ट घर जान्छौँ किनभने घरमा पनि हाम्रो एक्टिभिटीहरू बाँकी नै छ। घर पुगेर गर्ने केही कामहरू छन्। त्यही भएर हामी सिधै घर जान्छौँ अहिले चाहिँ। अनि त्यसपछि अहिलेसम्मको कस्तो भयो त ओभरअल? एकदम रमाइलो र रोमाञ्चक भइरहेछ अहिलेसम्म चाहिँ। एकदम मेमोरी क्रिएट भइरहेछ भन्नु पऱ्यो अहिलेसम्म चाहिँ। र यो चाहिँ हाम्रो ट्रिप चाहिँ सबैजनालाई रेकमेन्ड गर्छु म, मेरो अब आउने साथीहरूलाई। यो ठाउँ र यो एरिया लोकेसन सबै थोक एकदम राम्रो लाग्यो मलाई चाहिँ। बवाल। यस अब चाहिँ हामी घर पुग्न 1 घन्टा 26 मिनट बाँकी छ। 5:30तिर पुग्ने रहेछौँ। अनि यात्रा एकदम रमाइलो भइरहेछ। बिचमा नेट चलेको थिएन, अहिले चाहिँ नेट चलि नै रहेको छ। तर पनि गीत चाहिँ बजेको छैन। एटलिस्ट म्याप भए नि भइरहेको छ। हाम्रो पछाडि दादाहरू आइरहनु भएको छ। अनि त्यसपछि हामी चाहिँ यहाँ बुढाबुढी मात्रै छौँ। पछाडिका सबै मान्छे सुतिरहेका छन्। भुसभुसी निदाइरहेका छन्। यहाँ प्रुफ देख्न सकिन्छ। यहाँ छ, यता छ। यो नागिरी कि निगिरीमा आइयो हो? निलगिरी के ठाउँ? धेरै धेरै धन्यवाद। निलिका हो कि?
हामी चाहिँ घर आएर पनि दिदीले खाना बनाउँदै हुनुहुन्छ, अरू टिभी हेर्दै हुनुहुन्छ। सबैको तर्फबाट अरू केही दिन नसके पनि जन्मदिनको धेरै प्रिय सुदीप बाबु, आज 19 जुलाईका दिन यस घरा घाममा सिकाम जसले लेखेको सिकाम हो यो धराधाममा पदार्पण भएको उपलक्ष्यमा धेरै धेरै शुभकामना छ। जीवनका हरेक पलहरूमा भगवानको असीम कृपा बनिरहोस्। सबैको मान्य भएर रहने, बस्ने, बसाउने, सिकाउने र सिक्ने क्षमता बनिरहोस्। जीवन सधैँ आफ्ना लागि मात्र नभएर परोपकार र सफल बन्न सकोस्। जन्मदिनको हाम्रो तर्फबाट यही शुभकामना छ। तिम्रो सफलता चाहने गोविन्द प्रसाद निरौला, सावित्रा कतिवटा। मैले कतिवटा लेख्न बिर्सेँ भन्ने कुरो नि आयो यहाँ। त्यसपछि चाहिँ ह्याप्पी बर्थडे सुदीप दादा, विशिङ यु एन्डलेस happiness, success, good health. Stay talented as you always are, and keep our Didi always happy. Sandesh and Diksha. कस्तो राम्रो मलाई एकदम थ्याङ्क यू भन्न चाहे पेजमा पनि फेरि थ्याङ्क यू। त्यसपछि छ ह्याप्पी बर्थडे माई फ्रेन्ड सुदीप, थ्याङ्क यू फर बिङ one of my amazing friends. I have many friends. Ram is my great friend. हल्का रमाइलो। One of my amazing friends. होइन रमाइलो कुरा। त्यसपछि म एकदम इन्जोय गरेर पढेको क्या, म खुसी छु नि त अहिले। I wish you your 35 question पनि छ है। 32 ठिकै छ। Bring your happiness and 30 सेकेन्ड हुन्छ है, टीएच हुँदैन त्यो होइन, त्यो 32 मात्र पढ्नु। 32 उलाई चाहिँदैन नि त। उले पिडीमा लिइसकेको छ। उले जे लेख्दोस् त्यही राइट हो अबदेखि। Bring you happiness and prosperity भन्ने कुरा हैन। थ्यांक यू। Dear Milo, on your birthday this year, I want to thank you for standing by me through every high and low, for supporting and encouraging me, for wishing the best for me. More than a friend, you are my brother. I hope you grow to be a kind and successful person with fair skin tone. Happy birthday, my long time friend. भनेर युबी दाजुले लेख्नुभयो। जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो मान्छेलाई। हजुरको साथ, सपोर्ट र माया सधैँ यसरी नै पाइराखौँ। हजुरको हरेक सपना पुरा होस्, सधैँ हेल्दी रहनु, रोग नलागोस्। हजुरसँग बिताएका हरेक पल मेरो लागि बेस्ट मोमेन्ट हुन्छन्। कि प्यारी सानी, थ्याङ्क यू थ्याङ्क यू एभ्रिवान। सबैलाई धन्यवाद 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 धन्यवाद, मुरी मुरी धन्यवाद। कस्तो रमाइलो। मेरो मेन उद्देश्य चाहिँ हिजो बिहान ब्रेकफास्ट गर्ने बित्तिकै बाहिर जाने, केक ल्याउने, यसो केही लिएर आउने बर्थडे सेलिब्रेसनको लागि भन्ने थियो है। तर त्यति बेला नमिलेको भएर दिउँसो अब एकजना मान्छेलाई बार्बिक्यूको लागि जिम्मा लाएर हामी चाहिँ बाहिर गयौँ है। सामान लिएर आएँ मरिम, अनि त्यस पछाडि मैले लुकाउन सक्दिनँ भनेर हो कि अब दादाले राम्रोसँग लुकाउनुहुन्छ भनेर केक, कार्ड, क्यान्डल, ह्याट भनेर ल्याएको थियौँ। ब्यानर रहेछ लास्टमा, सबै दादाले बोकेर हिँड्नुभयो, म राख्छु भनेर जानुभयो। अनि ल म राख्छु भन्नुभयो, भइहाल्यो त राख्नुहुन्छ भनेर म गएँ होइन।
अनि राति चाहिँ सबैजनालाई अब ग्रिटिङमा मेसेज लेखाउनु पर्यो भनेर कार्ड खोज्न थाल्यौँ गएर सोधेँ दादालाई कार्ड कता राख्नुभएको छ अनि केक कता राख्नुभएको छ फ्रिजमा राख्नुपर्ने भने मैले अनि मलाई थाहा छ भन्नुभयो बाबाहरूको कोठामा छ भन्नुभयो बाबाहरूको कोठा सबै खोज्यौँ कहीँ छैन सँगसँगै अनि त्यस पछाडि जानुभयो हाम्रो बेडरुममा सबै खोज्नुभयो कहीँ छैन सुदीक्षा आइपुग्यो ठ्याक्क त्यही बेलामा के भयो भनेर के सोधिन्छ दीक्षाले अनि यस्तो यस्तो भयो दादाले चाहिँ कता राख्नुभएको अब थाहा नै भएन भनेर भने मैले सुदीक्षा के भन्छन् कसरी थाहा हुन्छ त बाटोमा आउँदा आउँदै मलाई दिनुभएको होइन यो राख सुदीक्षा भनेर कहाँ भेटिन्छ त दादा मैले राखेको छु सन्देश पनि त्यही सुदीक्षा पनि त्यही के बाँकी राख्थ्यो त दुईजनाले अनि हँस्याङ भस्याङ आफू चाहिँ छु एक्लै किचनमा के चाहिँ भएछ अनि हाँसेको गएको भरे त अनि कहानी सुनाउ के चाहिँ भयो भन्नु न भनेर भन्दाखेरि यस्तो क्या हेर न दादाले कहाँ राख्नु भएछ भनेर भन्नुभयो कहाँ राख्नु भएछ मलाई आउने बित्तिकै दादाले दिनुभएको दादाले त डिमेन्सिया भयो कि क्या हो दादालाई अझै पनि दादा मसँग छ ला मैले तिमीलाई दिएर भन्नुहुन्छ हिजोको सबैभन्दा रमाइलो घटना घर छान्दा भेट्दैन बुढो भइस भने यसै त उडाउँथे यसै त बुढो भइस उडाउँथे Thank you for watching, guys. Bye. Thank you for watching, guys. Bye.